ल है गाइस, यो चाहिँ हाम्रो घरबाट देखिने दृश्य है। यस्तो मजाको देखिन्छ है डाँडा काँडाहरू। टक्क हाम्रो घर चाहिँ गहिरामा छ है छाउनु चाहिँ गाइसहरू। त्यता हेर्नुहोस् अलैँची केरा त्यो छ है गाइसहरू। यता चाहिँ यो सबै अलैँची बारी हो। यहाँदेखि उँभो सबै अलैँची हो। अलैँची चाहिँ यहाँ रोप भने टन्नै हुन्छ है गाइसहरू। यो हाम्रो अलैँचीको चाहिँ लास्टै प्रसिद्ध ठाउँ मानिन्छ हैन। अलैँचीको लागि चाहिँ हेर्नुहोस् अलैँची यतादेखि यता वार पारै अलैँची हो। उता तलसम्म नै छ। यो चाहिँ मेरो घर गाइसहरू हैन। यता मेरो जग्गा हो यिनीहरू। टक्कसँगले यतादेखि यता यो खेतहरू पनि हाम्रै हो। थोरै खेत छ अनि थोरै बारी छ गाइसहरू। अनि गाइसहरू यो चाहिँ हाम्रो ठाउँ। अनि यो चाहिँ पारी सेमेङ भन्ने ठाउँ हो। अनि उहाँ चाहिँ दिङ्ला भन्ने ठाउँ छ। यो पारी चाहिँ गाइसहरू है। अनि यो हाम्रो ठाउँ राम्रो ठाउँ है गाइस। यो चाहिँ यता चाहिँ आज बिहा राख्नु पर्ने छ।